यसलाई चाहिँ भन्छ कुसुम। यसलाई चाहिँ योपालि ड्याममै फलेको रहेछ। हेलो साथी हो सबैलाई नमस्ते। आज चाहिँ हामी सबै घर परिवार सबै मिलेर च्याउ खोज्नु जाँदैछौँ है। आज पानी परेकोले गर्दा यतातिर नानीहरू बहिनीहरू फुपूहरू यता आमा ल ल ल च्याउ टिप्नुलाई प्लास्टिक पुरा बोकिरहेछ। च्याउ चाहिँ पाउने हो कि होइन? के च्याउ पायो? अर्को च्याउ पो फर्स्ट बोनी भयो च्याउका फेरि। ठुला खालको च्याउ पो रहेछ त कत्रो कत्रो। सबै लान्छ होला प्लास्टिक होस् न। ल ल तल पनि छ अरे नि त। छ अरे तलतिर। औ तलै जाउँ तलै। यो च्याउ लु अब तल जाँदैछौँ। यहाँ फर्स्ट बोनी भयो बाटोमै च्याउ। आज चाहिँ सबले एक एक प्लास्टिक लिएर आउने भनेर गएको छौँ हामी। त्यहाँ पनि छ क्या हौ। यसले पनि हामीलाई आज पछाएको पछि च्याउ खोज्नु आइरहेछ साथी है। आइज आइज। च्याउ खोजाइ चाहिँ पुरै भइरहेछ। आजदेखि पानी सुरु भएको छ पुरै। हेर्नु हेर्नु त्यहाँ हेर्दैन है। भेट्यो सानो रहेछ है। ठिकै छ। यतातिर पाइबस्यो नि। यतातिर पाइबस्यो नि काफी छ त। यता पनि छ क्या हौ। ए यो त होइन रहेछ। अहिले के च्याउ भन्छ कुनि यसलाई? डरेले। यतापट्टि यो आँप डाँडातिर पनि पुरा छ भने। पैस च्याउ च्याउ टिप्नु आउनेहरू खोइ हातमा डन्डा छैन यिनीहरूको। डिपगोले हराएर खोजेको जस्तो मात्र छ यिनीहरू। भेट्यो? लाग्दैन हौ। यहाँ चाहिँ आज च्याउ खोज्नेहरू पुरा छ। यो अनारस भित्रभित्र पनि छ कि? यो अनारस बगानभित्रतिर छैन? पुरा फल्दो रहेछ यो। अब चाहिँ हामी अझै तल जाँदैछौँ च्याउ खोज्दै खोज्दै। यहाँदेखि अझै तल छ च्याउ भेट्यो? च्याउ पाउँदैछ? छैन?
भेटेन साह्रै भेट्न छैन है च्याउ खाइसके जस्तो छ साह्रै पाउँछ जस्तो छैन है कसै तल तल खोज्दैछ तर च्याउ चाहिँ अहिलेसम्म 2टा मात्रै छ यता फुपूले बोकिरहेको अब चाहिँ हामी अर्को साइड जाँदैछौँ हेर्दै गर्नु होला साथी हो म तपाईँहरूलाई भक्कुले टिपेर देखाउने छु ड्याममै 2-3 प्लास्टिक भएपछि म तपाईँहरूलाई देखाउने छु फर्स्ट लास हेर्नु ल चाहिँ हामी यताबाट जाँदैछौँ पर च्याउघारीमा घारी चाहिँ यो अगाडि छ च्याउघारी चाहिँ यो मुनि छ भन्छ च्याउघारी चाहिँ यो मुनि रहेछ है साथी हो जाँदैछ सबै यतातिर पनि खोज्दैछ ऊ च्याउ टिपिहालेको छ एउटा यसलाई भन्छ यसलाई के च्याउ भन्छ बाजेको कान बाजे कान भेट्यो बल्ल यता सुजा बहिनीले यता हाम्रो नानीले डन्ठा बोकेर खोदालेको रहेछ के खोदालेको च्याउ त भेटेको छ छैन अहिले यता चाहिँ च्याउ पुरै भेटिसकेको छ सायद पुरै खोज्दैछ च्याउ पुरै भेट्दैछ अरे च्याउ पुरै छ खोइ खोइ ए भर्खर सुरु हुँदो रहेछ पौलिनु है यतातिर च्याउ बटुलेर लानुपर्ने आज दिनभरि राम्रो रहेछ ए आजा देरा खोइ च्याउ पुरै पाउनु थालिसकेको छ यहाँनिर पुरै यो जग्गामा चाहिँ पुरै फलिरहेको रहेछ टिपेको छ त्यही झोलामा लाएको छ आमाले यता नानीहरूले पनि यहाँ चाहिँ हाम्रो यो अर्ग्यानिक हाम्रो यो गाउँठाउँमा हुने यसलाई चाहिँ भन्छ कुसुम यसलाई चाहिँ योपालि ड्याममै फलेको रहेछ भविष्यमा पाकेपछि चाहियो भने मलाई यसो कन्ट्याक्ट गर्नु होला कमेन्टमा मलाई पनि दिइदिने भनिराख्नु होला यस्तो यो कुसुम भन्छ यसलाई चाहिँ यो चाहिँ नजिकमा फल्ने गर्छ ड्याममै यतिको बाक्लो फल्छ भोक लाग्यो नि कसले उयो गर्नु यो चाहिँ हाम्रो बाँस ड्याममै छ लु जाउँ अब है पुग्यो अब चाहिँ हामी च्याउ टिपेर पनि अब घर लाग्नु लागेको घर जान आँटेको अब होइन सबै च्याउ साह्रै बेसी त भेटिएन मसिनो कलेक्सन गरेर अलि अचार खाने चाहिँ हो यति यस्तो जाउँ ल अब चाहिँ हामी जाँदैछौँ अब आज त साह्रै भेटिएन म नेक्स्ट टाइम भक्कु नै भेटेपछि तपाईँहरूलाई अझै देखाउने छु हेर्दै गर्नु ल